ल है साथीहरू, आज मैले यो स्तम्भको बारेमा के भन्न गइरहेको छु। अहिले म यो स्तम्भमा छु र भिडियो बनाइरहेको छु। यो स्तम्भ चाहिँ माओवादीको स्थापनाको लागि सम्झनाको लागि बनाइएको स्तम्भ हो। यो 2048 सालतिरको कुरा हो। त्यति बेला प्रचण्ड, बाबुरामहरू, रामबहादुर थापा, बादल, किरण, नारायण काजी श्रेष्ठहरू यिनीहरू बसेर यहाँ चाहिँ अबको रणनीति के गर्ने र कसो गर्ने भनेर उनीहरू चाहिँ एउटा समारोह गरेका थिए, गोष्ठी गरेका थिए। त्यति बेला केही मानिसहरू युद्ध गर्नुपर्छ भन्थे र युद्धको तयारी गर्नुपर्छ भन्थे भने उनीहरू चाहिँ होइन, शान्तिपूर्व मार्गमा जानुपर्छ र त्यसरी नै अगाडि बढ्नुपर्छ भन्थे। र त्यस कारणले गर्दा चाहिँ यो स्तम्भ तपाईँले देख्न सक्नुहुन्छ, स्तम्भको निर्माण भएको हो। यो स्तम्भ अहिले यो चितवनको माडी 4 शीतलपुरमा रहेको छ। शीतलपुरको माथि यतापट्टि तपाईँले मन्दिरहरू पनि छ, माथि चौतारी छ। यो ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ स्तम्भ।